मेरो चाहिँ के खुसीको सीमा नै थिएन के, किन भन्दा मैले के जहिले नि भिडियोहरू के बनाउँदाखेरि के ढोकामा राखेर कुर्सीमा राखेर बनाउँथे। यो सब मेरो बुढाले हेरिराख्नु भएको रहेछ। अनि चाहिँ उहाँले चाहिँ अनलाइन अर्डर गर्नुभएको रहेछ कि स्ट्यान्ड जहिले यसरी बनाउँछिन् भनेर। तर के गर्नु साथीहरू, उहाँ चाहिँ काममा जानुभयो थियो, यो पार्सल चाहिँ मेरो हात। अनि चाहिँ के साथीहरू, मेरो बुढाको चाहिँ सोमबार जहिले छुट्टी हुन्छ। बुढाले भन्नुभयो कि आज छुट्टी छ, बाहिर घुम्न जाम भनेर। अनि बाहिर नि खाना खाने भनेर भन्नु। मैले चाहिँ के पानीपुरी नखाएको चाहिँ 1-2 हप्ता भइसकेको थियो क्या साथीहरू। पानीपुरीवाला दाइले के यसरी भिडियो बनाउँदा सोध्नु लाग्नु भएको थियो कि तिमी ब्लगर हो र। अब चाहिँ म गएँ बर्गर लिन। त्यसपछि साथीहरू हामीहरू लाग्यो बर्गर लिएर घरतर्फ। अनि चाहिँ के साथीहरू, बर्गरसँग खानको लागि चाहिँ मैले लिएँ चिसो थम्सअपहरू। अनि चाहिँ के साथीहरू, रातिको 10 बजिसकेको रहेछ, थाहै नि भएन के। मलाई चाहिँ के भोक लागेर चाहिँ म चाहिँ थालीमा निकाल्न लागेँ कि छिटो छिटो न। यहाँ बर्गरको हालत चाहिँ साथीहरू यस्तो भइसकेको रहेछ। गाडीमा ल्याउँदा ल्याउँदै उतै खाने भनेको थिएँ, त्यहाँ चाहिँ मान्छेहरू धेरै थिए कि, त्यसैले चाहिँ म घर ल्याएर खान लागेँ। आजको लागि यति नै, बाइ बाइ साथीहरू, मिलाउँला फेरि मेरो डेली मिनी ब्लगमा।